विद्यालयका प्रधानाध्यापकज्यू, सहायक प्रधानाध्यापकज्यू, निर्णायक प्रमुख अतिथिज्यू, निर्णायक मण्डल तथा उपस्थित हुनुभएका यहाँ सम्पूर्ण दाजुभाइ दिदीबहिनी र मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, म श्री खडक स्मृति माध्यमिक विद्यालय कक्षा 9 मा अध्ययनरत छात्र देवचन्द्र जोशीको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। यस खडक स्मृति माध्यमिक विद्यालयले आयोजना गरेको व्यक्तित्व कला प्रतियोगितामा भाग लिन पाउँदा र यो मञ्चमा पाइला टेक्न पाउँदा साँच्चीको सगरमाथा जस्तो ठाडो शिर र पहाड जस्तो फराकिलो छाती भएको मलाई महसुस भएको छ। म ढिला नगरिकन आफ्नो शीर्षकतिर लाग्न चाहन्छु। आज म वातावरण संरक्षणमा विद्यार्थीको भूमिका शीर्षकमा आफ्ना भनाइहरू केही प्रस्तुत गर्न चाहन्छु। वातावरण भन्नाले हाम्रो वरपर रहेको जीवजन्तु, वनस्पति, हावा, माटो, भूगोल तथा प्राकृतिक सम्पदाको समग्र अवस्थालाई बुझिन्छ। वातावरण मानव जीवनको आधार हो। मानव जीवन वातावरणमा निर्भर पर्छ। स्वच्छ हावा, सफा पानी, हरियाली, वन जङ्गल तथा प्राकृतिक संसाधन बिना मानवको स्वस्थ जीवन सम्भव छैन। तर आजभोलि बढ्दो जनसङ्ख्या, औद्योगिकीकरण, वन विनाश, प्लास्टिकको बढी प्रयोग र प्राकृतिक संसाधनको अत्याधिक प्रयोगका कारण वातावरण दिन प्रतिदिन प्रदूषण हुँदै गएको छ। यति समयमा वातावरण संरक्षणतिर ध्यान नदिने हो भने भविष्यमा मानव अस्तित्व नै सङ्कटमा पर्न सक्छ। वातावरण संरक्षण गर्नुको केवल सरकार वा कुनै सङ्घ संस्थाको जिम्मेवार मात्र नभई हामी सबैको साझा दायित्व हो। यस विषयमा अझ झनै विद्यार्थीको भूमिका अझ महत्त्वपूर्ण हुन्छ। किनकि आजका विद्यार्थी नै राष्ट्रका भविष्य हुन्, राष्ट्रका परिवर्तन संवाहक हुन्। आजका विद्यार्थी भोलिका जिम्मेवार नागरिक हुन्। त्यसैले विद्यार्थी वातावरणप्रति सचेत र जिम्मेवार बन्न आवश्यक छ। विद्यार्थी केवल आफैमा सचेत भएर पुग्दैन, समाजमा पनि जनचेतना फैलाउन सक्नुपर्छ।